दुईजना छोरी त दृष्टि लाइन छ शिखनी नौ शुभ क्रोधा क्रोधकर्ता विश्वहरुचित प्रतिष्ठानत वस्वानुसंपं निधिष्ठानमप्रमत प्रतिष्ठिता भाषदेव प्रद्वान राजदेव पुरंदरः भाषकस्थानस्थान सुरसरनुकुल सतावर्त पद्मनाभरविन्दस्य पद्मगर्भ शरीराभृत भूतात्ममाश भृडुदुजतुल सर्वोधीम संभैर हरिः सर्वलक्षण लक्षण्य लक्ष्मीनारायण शान्तिञ्च विशर्वोतमान् हरिमन्त्रमसः महेश्वर महाभाग भेदवानविदाशः उग्रसंसरदक्ष विश्राम विशदक्षिणः विस्तारतपरषाण ब्रह्माण्डीयमाद्यम् अर्थनार्थमागश महाभोगमाधानिर्वीणः सविष्णुप्रथमगमामहनक्षत्रेण क्षमक्षमशमेन सुखद हरे सुखद शरीर धर्मगोभो धर्मग्रभागे सहस्रमक्षरम विज्ञात सहस्रांश विधात कृतलक्षणः गुरुश्री सत्पुरुषसिंह भूतमय धनलयः प्रिय किन नआउने सोध्दैन किन्ते लगाइ न तिमीले लगा हो ओ सरी तिमी किन वहाँ टाढा या कति पुस्ताका आसनले कति पुस्तकमा पालना गर्नुपर्ने त्यो लेख्नु भएको रहेछ। तर त्यसको यसको सही उत्तर के हो भने सामान्यतया भित्रका जातिहरूले 10 दिन चार पुस्तासम्मका जातिहरूले 10 दिनसम्म जुठो पार्नुपर्छ। कहिले उठेर जाम न पुस्तामा पुगेकाहरूले 4 जुठो पार्नुपर्छ। नानी पनि आउने
नाचौँ है नाचौँ ल बच्चाहरूलाई असर नगर्ने गरेर जो पनि नाच्न पाए है यो तार लामो छ हैन ओम जनमामन सोजात 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 मुखा ओम स्थिर भव विद्रमास्त्र भव बार ल त्यो अर्को चरण तीन पल्ट सुनाउ नानीहरु जय जय गर्नु ओम जनमामन सोजात
चढाइदिनुहोस् त्यहाँ जमिनमा आफ्नो अगाडि अर्घ चढाउनुहोस् त पृथ्वी मातालाई। त्यहाँ पनि पूजा गर्नु, पृथ्वी मातालाई फुल अक्षता चढाइदिनुहोस्। आमा हजुरको काखमा बसेको छु, लत्याउँदाखेरि पाप नलागोस्, दोष नलागोस्, क्षमा गरिबक्सियोस्, सत्कर्म गर्नु हमेसा प्रेरणा प्राप्त भइरहोस् भनेर जय बोलो लक्ष्मीनारायण भगवानको ब्रह्माजीको केही खाएनन् चिया भने सावित्री सहित ब्रह्माजीको साम्ब सदा शिवजीको श्याम सुन्दर भगवान कृष्ण बलराम सुन्दर भगवान कृष्ण बलराम कहिले जान्छन् मथुरा कहिले गोकुलधाम श्याम सुन्दर भगवान श्याम सुन्दर भगवान अहिले आयो बाटो छेक्न किन परवाको बालसकालको सँगत छोडेर हो बालसकालको सँगत